होइन भने हजुरलाई पनि म बाँकी राख्दिनँ भनेर आफ्नो मातालाई जसले जन्म दिनुभयो, आज ती मातालाई पनि त्यही धुन्दो कार्यले अत्यन्तै धेरै कुटपिट गर्न लाग्यो। लत्त यान चेत आफ्ना लात्तीले हान्छु म भन्दै आफ्ना मातालाई उसले अपशब्दहरू बोल्न लाग्यो, कुट्न पिट्न लाग्यो। अब त्यो सहन गर्न नसकेर आज आफ्नी माता आफ्नो घरलाई छोडेर जानुभयो। रात्रिको समयमा नजिकै एउटा अँध्यारो कुवा रहेछ र त्यस कुवाभित्र हाम फालेर आफ्नो देहलाई त्याग गर्नुभयो माताले। हेर्नुहोस् त, सानामा आमा बुवाले त्यति मिठो शब्द गरेर ताते ताते भन्दै आफ्नो नानीले बोल्दाखेरि, हेर मेरो नानीले यस्तो भन्दैछ, मेरो छोराले यस्तो भन्दैछ भन्दै आमाले त्यो छोरालाई बचाउ गर्दै आफ्नो हातले समाएर टुकुर टुकुर हिँड्न सिकाउनु भयो, बोल्न सिकाउनु भयो। तर आज ठुलो भएर आफ्नो आमालाई पैसा माग्दै विभिन्न कार्यहरू गर्दै कुटपिट गरेर आज आफ्नो आमाले जस्तो देह त्याग गर्नु पर्यो आफ्नो पुत्रको कारणले गरेर। कृष्ण कन्हैयालालको। संसारमा सबैभन्दा निस्वार्थ प्रेम भनेको केवल आमाको मात्रै हुन्छ। अरू संसारमा सबै जति छन् सबैको स्वार्थले भरिएको हुन्छ, तर आमाको प्रेम भनेको निस्वार्थ प्रेम हुन्छ। आमाको महिमा गाएर कहिले पनि सकिँदैन। हेर्नुहोस्, 2 अक्षरको नाम छ आमा, तर त्यसको महिमालाई वर्णन गरेर कहिले पनि सकिँदैन। धेरै कविहरूले, ऋषि महर्षिहरूले पनि आमाको महिमाको बारेमा वर्णन गर्नु भएको छ। झिकेर मुटुको टुक्रा आँखा भित्र अटाउँछिन्, भोक भोकै बसी आफू छाती चुस्न खटाउँछिन्। जिन्दगी बन्छ आमाले खाएको घाँस घाँसमा, सृजना मूल हुन् आमा स्रष्टाको इतिहासमा। कोखबाट निकालेर यो धरती टेक्न लगाउँछिन्, कुखा कुखा भनी खाना नानीलाई खुवाउँछिन्। हेर्नुहोस्, त्यसरी हामी बिस्तारै आमाको गर्भमा 9 महिना हुर्किएर त्यहाँबाट बाहिर संसारमा आएर आमाको दिव्य माया ममतालाई पाएर हामी आफ्नो जीवनलाई अगाडि बढाइरहेका हुन्छौँ। त्यो वात्सल्य हामीले कहिले जीवनमा पनि त्यो ऋण तिरेर सक्दैनौँ। हेर्नुहोस्, सन्तान कुपुत्र होलान् तर माता कहिले कुपुत्र हुँदिनन्। कुपुत्र जाए त क्वचिदपि कुमाता नभवति। माता कहिले पनि कुमाता हुन सक्दिनन्, किनभने उनले 9 महिनासम्म आफ्नो गर्भमा राखेर आफ्नो नानीलाई जन्म दिएकी हुन्छन्। तर आफ्नो सन्तानको बारेमा सोच्दा सोच्दै आमालाई कहिले पनि सुख हुँदैन, चिन्ता भइरहन्छ। उसै सन्तान नहुँदाखेरि पनि भोलि पर्सि अब हामी मरे पछाडि हामीलाई कसले पानी दिएला भन्ने चिन्ता हुँदाखेरि पनि कस्तो भएर जन्मिने हो, होइन? जब आफ्ना सन्तान हुँदैनन् नि, तब त्यही बेलामा सन्तान जन्मिए भने पनि अत्यन्तै धेरै चिन्ता हुन्छ अरे आफ्ना माता पितालाई। जन्मन्छन् जब पुत्र त्यही बखतमा माता पिता माहरे, रोगी हुन्छ कि नानी मर्छ कि भनी चिन्ता गहिरो परे। बाँचे तापनि ज्ञानवान र मतिमान भला भए तानीको, के जान्नु तर बानी लिन्छ कि कतै निचार अज्ञानीको। हुन्छन् पुत्र त अझ भनौँ अत्यन्त निचा पनि, चाँडै बाबु मरोस् र मालिक बनु सम्पत्तिको मै भनी। त्यस्ता सन्तानहरू पनि हुन्छ। पहिला विद्यार्थीहरूको पनि 5वटा चेष्टा हुन्थ्यो अरे। काक चेष्टा बको ध्यान। विद्यार्थीको लक्षण कस्तो हुन्थ्यो पहिला भन्दा? काक चेष्टा बको ध्यानम स्वान निद्रा तथैव च, अल्पहारी गृह त्यागी विद्यार्थी पञ्चलक्षणम। हेर्नुहोस्, यो हाम्रो संस्कार
त्यो सानो नानीले आफ्नो घर